माननीय सदस्यहरू किन उठ्नु भएको? माननीय सदस्यहरूलाई माइक दिनु, 1 मिनेट भित्र राख्नु। धन्यवाद सम्माननीय सभामुख महोदय। भर्खरै मान्यज्यूले थुप्रै शब्दहरू बोल्नुभयो, त्यो शब्दहरूलाई सम्मान कसरी गरौँ म? एकातर्फबाट धम्क्याउने कार्य गर्नुहुन्छ, अर्कोतर्फबाट चिर्ने र मलहम लगाउनको लागि तयार हुनुहुन्छ, आफै भन्नुहुन्छ। आज गुण्डा राजका कुरा गर्दा गुण्डा राज कहाँ छन् भनेर तपाईहरूले भन्नुपर्ने अवस्था आयो, किनभने सरकार तपाईको छ, तपाईको सरकार छ, गुण्डा राज त्यही छ। आज प्रतिपक्षले बोल्दा तपाईले गुण्डा भनेर बयान गर्ने? आज देशको अवस्था कहाँ गइसकेको छ? आज प्रतिपक्ष देश र जनताको पक्षमा उभिएको छ, उभिन्छ। हाम्रो सास गए पनि उभिन्छ। हामी गोली खान तयार छौँ, तर सरकारका गलत कार्यमा हामीले समर्थन गर्दैनौँ। जेनजी आन्दोलनका कुरा गर्दा अलिकति लाज पनि लाग्नुपर्छ। जेनजी आन्दोलनका कुरा सँगसँगै सिराहामा तपाईका प्रहरीले गोली ठोक्दा त्यसको जवाब सरकारले दिनुपर्छ र आइन्दा माननीय सदस्यहरू किन उठ्नु भएको? माननीय सदस्यहरूलाई माइक दिनु, 1 मिनेट भित्र राख्नु। माननीय सदस्यहरू, नियमापत्तिलाई मिल्छ, नियमापत्ति गर्न मिल्छ। बस्नु, तपाईहरू बस्नु, नियमापत्ति गर्न मिल्छ। माननीय सदस्यहरू, नियमापत्ति गर्न मिल्छ। माननीय सदस्यहरू, 1 मिनेट भित्र राख्नु, आफ्नो कुरा 1 मिनेट भित्र राख्नु। सम्माननीय सभामुख महोदय, मैले अघि बोलेको एउटा शब्द गुण्डा राजप्रति उहाँको आपत्ति भएछ। मलाई के लाग्यो भने यो छलफलमा भाग लिनेमा 21 को ङले भन्छ कि बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पर्ने मन्साले दुरुपयोग गरेको जस्तो मात्रै लाग्यो। यदि त्यो गुण्डा राज शब्द आपत्ति भएछ भने एउटा कुरा प्रश्नसँग भन्न चाहन्छु, तत्कालीन सरकारले केही मानिसहरूले आफ्नो नजिकमा लिएर त्यही सरकारले इन्काउन्टर गरेका गुण्डाहरूको लिस्ट देखाइदिउँ सभामुख महोदय। यदि त्यो कुरा पनि मान्य हुन्छ भने हामीले बोलेका हरेक कुरामा। अनि अर्को कुरा, अहिले उहाँले के भन्नुभयो भने यो तपाईहरूको प्रहरी भन्नुभयो। कसको प्रहरी? सरकारको प्रहरी कि जनताको प्रहरी कि प्रतिपक्षको प्रहरी कि सत्ता पक्षको प्रहरी? कसको प्रहरी भनेर उहाँले इङ्गित गर्न खोज्नु भएको? त्यसकारणले यो तपाईहरूको प्रहरी भन्ने शब्दलाई आज नै अहिले नै यो संसदको रेकर्डबाट हटाउनको लागि म सम्मानित सभामुख महोदय मार्फत आग्रह गर्न चाहन्छु। धन्यवाद। प्रहरी जनताको हुन्छ हजुर, कुनै सत्ताको चाकडी गर्नेवाला प्रहरी हुँदैन। धन्यवाद। माननीय सदस्य नरेन्द्र कुमार केरुङलाई समय 5 मिनट। माननीय सदस्यहरू, एउटै कुरा बार बार नदोहोऱ्याउनु, बस्नु तपाईहरू। माननीय सदस्यहरू, यो संसद हो। तपाईहरू बस्नु। माननीय सदस्यहरू, तपाईहरूको ध्यान आकर्षित भइसक्यो कुरा।
माननीय सदस्यहरू, तपाईँहरू बस्नु। एकजनालाई म 1 मिनटको भित्र समय दिन्छु, कुरा राख्नु। माननीय सदस्यहरूलाई माइक दिनु। सम्माननीय सभामुख महोदय, भर्खरै बोल्नु भएको माननीयज्यूले गुन्डा र अराजक शब्द जुन प्रयोग गर्नुभएको छ, जुन तत्कालीन सरकारले चाहिँ गुन्डा पालेर यस्तो गर्यो उस्तो गर्यो जुन उहाँले भन्नुभएको छ, मैले के जानकारी गराउन चाहन्छु भने अहिलेको सरकारले कति गुन्डा पालेको छ उहाँलाई थाहा छ कि छैन? यदि थाहा छैन भने हामी प्रमाणका साथ त्यो हामीले चाहिँ जुन उहाँहरूले अराजक भन्नुभयो, जुन गुन्डा भन्नुभयो, उहाँहरूले चाहिँ कतिको अराजकता गर्नुभएको छ र कतिको सभ्य भाषा बोल्नु भएको छ। एउटा माननीय भएकोले आफ्नो चाहिँ 4 मिनट 5 मिनट बोल्ने जुन वक्तव्य हुन्छ त्यो बोलिसकेपछि फेरि पनि नियम आपत्ति भइसकेपछि स्पष्टीकरण दिन मिल्दैन। त्यो कुन नियममा स्पष्टीकरण दिन लेखिएको छ त्यो चाहिँ सभामुख महोदयले जानकारी गराइदिनको लागि म हार्दिक माननीय सदस्यहरू, नरेन्द्र कुमार केरुङ, समय 5 मिनट। त्यसपछि माननीय सदस्यहरू भूमिका लिम्बू सुब्बा। सम्माननीय सभामुख महोदय, नियमापत्तिको तातो पर्व पछाडि मेरो बोल्ने पालो आएको छ। म सम्माननीय सभामुख महोदयलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जाजरकोट, बाजुरा, रोल्पा लगायत देशैभरि गएको बाढी पहिरोले दर्जनौं नागरिकको ज्यान गएको छ। परिवार विस्थापित भएका छन्। मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु र शीघ्र स्वास्थ्य लाभ घाइतेहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। 2083 वैशाख 1 गतेदेखि साउन 31 गतेसम्म देशभर 4681 विपदका घटनाहरू भएका छन्। हालसम्म 247 जनाको ज्यान गएको छ, 15 जना बेपत्ता छन् र सोही अवधिमा 1463 जना घाइते र कुल 5709 परिवार प्रत्यक्ष प्रभावित भएका छन्। देशमा बाढी पहिरो, नदी कटान, डुबानका घटनाहरू बढेका छन्। कतै नागरिकले ज्यान गुमाएका छन्, कतै खेतबारी बगेका छन्, कतै सडक र पुल भत्किएका छन्, त कतै गाउँ नै जोखिममा परेको छ। ग्यास र मलको त कुरै नगरौँ। सम्माननीय सभामुख महोदय, अत्यन्तै भावुक मनले भन्न विवश छु। विपद आउँछ, नागरिकले ज्यान गुमाउँछ, घर बग्छन्, बस्ती डुब्छन्, तर सरकार रोम जलिरहेको छ, निरो बाँसुरी बजाइरहेको छ भन्ने अवस्थामा छ। सम्माननीय सभामुख महोदय, सरकार कहाँ छ यतिखेर कि गोर्खामा धमाधम भोट फिर्ता गर्दैछ? सम्माननीय सभामुख महोदय, व्यवस्थापनका नाममा सुकुम्बासी बस्तीमाथि राज्यको चरम लापरवाही र संवेदनहीनताका कारण निर्दोष नागरिकले अनाहकमा ज्यान गुमाउनु पर्ने? लखेटिएका सुकुम्बासी कहाँ छन्? अवस्था कस्तो छ? सरकारले हेर्न भ्याएको छ कि सचिवालयको पल्टनभित्र व्यस्तताको बहानामा लाइक र कमेन्टको घन्टी बजाउनमै मस्त छ? हालै मात्र भक्तपुरको बोडे स्थित होल्डिङ सेन्टरमा हिरा मिजार दुसादले आत्महत्या गर्नुभयो। मानिस मरेका छन्, परिवार उजाडिएका छन्, नागरिक पीडामा छन्, तर सरकार मानवीय संवेदनाहीन, फेरि नियमापत्ति होला अमानव जस्तै देखिन्छ। सरकार सबैको अभिभावक बन्नुपर्छ, आतंक होइन। सभामुख महोदय, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोल्नु भनेको सरकार बिस्तारै बिस्तारै अधिनायकवादतर्फ उन्मुख हुने असफल प्रपञ्च गर्नु हो। होल्डिङ सेन्टरमा पत्रकारलाई अमुक व्यक्तिबाट धम्की दिनु, सिंहदरबार प्रवेशमा परिचय पत्र हुँदाहुँदै केरकार गरिनु, रातारात पक्रिनु, सञ्चार कार्यालयमा तोडफोड गरिनु, सामान कब्जा गर्नुले सरकार लोकतन्त्रको कुन बाटोमा हिँडिरहेको छ भन्ने गम्भीर प्रश्न उठाएको छ कि अहङ्कारको अनन्त ब्ल्याक होलमा छिरिरहेको छ? प्रश्न प्रष्ट छ सभामुख महोदय।
नाङ्लो ठटाएर हात्ती तर्साए झैँ पत्रकारलाई धम्काएर सरकार कसलाई तर्साउने धृष्टता गर्दैछ। प्रश्न सोध्ने नागरिकको अधिकार नियन्त्रण गरेर लोकतन्त्र बलियो हुन्छ र? महाभारतको 14औं अध्यायमा लेखेको छ, यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत अभ्युत्थानं धर्मस्य तदात्मानं सृजम्यम। कृष्णजीले धर्म र सज्जनहरूको रक्षा गर्नको निम्ति, दुष्टको विनाश गर्नको निम्ति पुनः पुनः अवतार लिइरहने भनेका छन्। आधुनिक समाजमा धर्म भनेको लोकतन्त्र हो। लोकतन्त्रको जिम्मा संविधान र संस्थाहरूलाई हुन्छ र आजको धर्मयुद्ध भनेको अन्याय, अत्याचार, भ्रष्टाचार, दण्डहीनता, भिजिलान्ते राज्य आतङ्क र संविधानको उपहास विरुद्धको हो। नेपाली काङ्ग्रेस पनि जनताको लोकतन्त्र र न्यायको पक्षमा युग युगसम्म उभिनेछ। देशको सबै राजनीतिक परिवर्तन र लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दा जहानिया राणा शासनको अन्त्य, निरङ्कुश पञ्चायतको विसर्जन, 10 वर्ष द्वन्द्वको व्यवस्थापन, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, नेपाली जनताको अधिकारको पक्षमा भगवानको अवतार चाहिँ आफूलाई उभ्याएको हामी धेरैलाई मिथक जस्तो मात्रै लाग्छ, कथा जस्तो मात्रै लाग्दो होला। नेपाली काङ्ग्रेस सङ्घर्षले जन्माएको राजनीतिक दल हो। पत्रकारलाई धम्काउने, पक्राउ गर्ने र सञ्चार माध्यमलाई दबाउने कुनै पनि हरकतको नेपाली काङ्ग्रेस दृढतापूर्वक प्रतिवाद गर्दछ। सम्मान्य सभामुख महोदय, सार्वजनिक पद व्यक्तिगत सुविधा र निजी स्वतन्त्रताको विषय नभएर सार्वजनिक आचरण स्वाभाविक रूपमा जनताको निगरानीमा हुन्छ। हामी जनताको मतले यहाँ छौँ। पेट कसेर नागरिकले तिरेको करबाट हाम्रो सार्वजनिक जिम्मेवारी सञ्चालित छ।